साथीहरु माल्टा ड्राइभिङको लागि एकदम राम्रो छ चलाउने मान्छेहरुलाई एकदम हजुरको अब हजुरलाई माल्टा बेटर लाग्छ कि गोजो बेटर लाग्छ के हो त फर्स्ट जब मेरो सुपरमार्केटमा सेभिङ चाहिँ हाम्रो कतिसम्म चाहिँ हुन्छ युरोमा भन्नु न कालबाटै आउँछ भने मेन कुरा भनेको आफूमा कन्फिडेन्स छ भने एउटा डर चाहिँ के हुन्छ नि कुनै बेला काम बिग्रिहाल्यो नि टर्मिनेसन हालिदिन्छु भन्छ कि भन्ने धम्की दिन्छ नि किनभने यिनीहरूले मान्छेसँग चाहिँ सोधा अब मेरो बुवाले पनि भनिदिन्थ्यो आगो ताप्ने मुडाको कुरा सुन्नु बुढाको भन्थ्यो त्यही भएर गो ब्याक टु योर कन्ट्री नै होइन त्यो त हो केही छैन साथीहरू हजुरहरू चाहिँ होइन अब माल्टा अप्लाई गर्नु छ भने चाहिँ अरू पोस्टमा गरेर होइन ड्राइभिङमा चाहिँ मिल्दैन रहेछ होइन अहिले हरे कृष्ण अनि इट्स मी हमाल म चाहिँ आज चाहिँ चट्ट लाएर के अरे बोल्डको बारेमा चाहिँ थोरै बनाउँ भनेर होइन म चाहिँ अब यहाँ युरोपमा चाहिँ ड्राइभिङमा चाहिँ कसरी आउन मिल्छ कि मिल्दैन भनेर मोस्टली साथीहरूले चाहिँ भनिरहेको थियो नि त्यसपछि त्यसको बारेमा चाहिँ थोरै बताइने भनेर किनभने म पनि प्रोसेसमै छु होइन लाइसेन्सको लागि चाहिँ ड्राइभिङमा चाहिँ एकदम राम्रो छ भनेर त्यही पनि अब यो भनेर अरूले भनेर भन्दा नि मैले चाहिँ अब डाइरेक्ट अब चलाइरहेकै मान्छेसँग चाहिँ कुरो गर्न जाऊँ न भनेर चाहिँ सोचेँ थिएँ अनि त्यसपछि आज चाहिँ मैले मोस्टली यता यो फेसबुकतिर वाट्सएपको ग्रुपहरूतिर कोही छ भने मलाई थोरै टाइम दिनको लागि कोही छ भने भनिदिनु न भनेर भनेको थिएँ होइन अनि त्यसपछि मलाई चाहिँ एकजना दाइले चाहिँ रिप्लाई गर्नुभयो उहाँ दाइ चाहिँ 8 वर्ष यहाँ काम गरिसक्नु भएको छ अरे त्यसपछि उहाँको बारेमा चाहिँ मैले चाहिँ अनि थोरै दिउँ भनेर उहाँ चाहिँ मलाई चाहिँ यहाँ थोरै के अरे इन्टरभ्यू दिनको लागि अब जस्ट लाइक अपोइन्टमेन्ट दिनुभयो होइन यहाँ चाहिँ अब अपोइन्टमेन्ट बिना यस्तो यताउता हुँदैन त्यही भएर उहाँ दाइले चाहिँ मलाई दिनुभएको थियो एउटा अपोइन्टमेन्ट अहिलेको त्यसपछि म चाहिँ उहाँको बारेमा चाहिँ उहाँ चाहिँ कति कमाउनुहुन्छ अनि कतिको उहाँको चाहिँ अब अकुमेन्टेसन अनि खर्च यताउता गरेर चाहिँ कतिको चाहिँ सेभिङ है मोस्टली भनेर चाहिँ सेभिङ हो या सेभिङ चाहिँ कति हुन्छ भनेर चाहिँ म सोध्छु होइन त्यसपछि हामी जाँदैछौँ दाइबाट म चाहिँ टक्क लुगा लाउनु पऱ्यो फाइनली हामी चाहिँ बाहिर निस्किसक्यो अब आज चाहिँ अब फेस्टाहरू चल्दैछ त्यही भएर पनि अब एकदम रङ्गीचङ्गी छ होइन अनि दाइले चाहिँ मलाई कहाँ वेटिङ गरिरहनु भएको छ नि थाहा छैन बोल्ड भनेको थियो होइन त्यही पनि यो चाहिँ हाम्रो सोकिया चर्चमा चाहिँ चट्ट हुँदैछ अनि मोस्टली चाहिँ म चाहिँ अब यता चाहिँ मेरो चाहिँ घर नै नजिक भएको भएर मैले चाहिँ यता चाहिँ बोलाएको थिएँ दाइलाई तर दाइ चाहिँ हुनुहुन्छ चाहिँ कता भन्ने नै थाहा भएन होइन अब यस्तो बाइकहरूमा पनि गर्न त मिल्छ होइन बाइकहरूमा पनि नमिल्ने होइन बाइकहरूमा पनि गर्न मिल्छ अनि मोस्टली चाहिँ अब गाडीमा चाहिँ राम्रो हुन्छ अब यहाँ समरहरूमा यताउताहरूमा एकदम सजिलो हुन्छ सायद त्यो अगाडिको हुन पनि सक्छ होइन तर यस्तै हो मैले चाहिँ उहाँ दाइलाई चाहिँ अब मेसेजहरूमा फेसबुकहरूमा ऊ देखा भएर चाहिँ मेसेज गरेको थिएँ बोल्डको गाडी चट्ट खतरा हुन्छ होइन हेलो दाइ के छ दाइ हजुरलाई चट्ट लाएर दाइ हुनुहुन्छ यहाँ चाहिँ दाइ चाहिँ 7 वर्ष भइसक्यो अरे घरमा होइन मैले चाहिँ सानोतिनो भ्लग पनि बनाउने गरेको थिएँ दाइ त्यही भएर हजुरलाई मैले मेसेज गरेको थिएँ अनि दाइको बारेमा चाहिँ थोरै सोध्नु पऱ्यो दाइ माल्टा आउनु भएको चाहिँ कति हुनुभयो दाइ पुरै यता चाहिँ यस्तरी 6 वर्ष पुग्न लाग्यो 6-7 वर्षै भयो होला 6-7 वर्ष पुगिसक्यो होइन तर ड्राइभिङको बारेमा चाहिँ यसो भनिदिनु न भनेर क्या मैले माल्टा चाहिँ अब युरोपमा माल्टा है एकदम माल्टा चाहिँ कस्तो छ होइन ड्राइभिङको लागि त्यही भएर मैले साथीहरूसँग चाहिँ यसो भनिरहेको थिएँ साथीहरू माल्टा ड्राइभिङको लागि एकदम राम्रो छ चलाउने मान्छेहरूलाई आफूमा स्किल जे छ त्यसमा चलाउँदा अब राम्रै हुन्छ नराम्रो होइन अरू त्यस्तै हो आफूले जति मेहनत गरे त्यति नै राम्रो हो हुन त अनि हजुर दिनमा कति घन्टा गर्नुहुन्छ 12 घन्टा 13 घन्टा हेरेर डिपेन्ड फ्राइडे सटरडे त्यस्तै बिजी भयो भने त अब त्यस्तै हो अब त समर लाग्यो अरे होइन समर लाग्यो एकदम हजुरको अब हजुरलाई माल्टा बेटर लाग्छ कि गोजो बेटर लाग्छ मलाई गोजै बेटर लाग्छ माल्टामा ट्राफिक भन्दा बरु गोजोमा पनि ट्राफिक छ नहुने होइन तर एटलिस्ट सर्ट ट्रिप भए पनि लङ ट्रिप भए पनि जस सेम हुन्छ इभन त्यो हजुरको बाइकवालाहरूलाई नि राम्रो रहेछ है डेलिभरीहरूमा डेलिभरीहरूमा राम्रो छ गोजो भन्दा चाहिँ मेन माल्टा चाहिँ एकदम
सरी माल्टा भन्दा चाहिँ गोजो चाहिँ एकदम बेटर छ होइन त्यसपछि हजुरको अब उहाँ चाहिँ 7 वर्षदेखिबाट गरिसक्नु भएको छ हजुरको अनि यहाँ हजुरले नेपाली लाइसेन्सबाट चलाइरहनु भएको छ कि माल्टिज लाइसेन्स मैले 7 वर्षदेखि चलाएन हो नि त मैले त चलाउन लागेको 3 वर्ष 3.5 वर्ष हो ए फर्स्ट जब चाहिँ हजुर के हो त फर्स्ट जब मेरो सुपर मार्केटमा हो सुपर मार्केटमा ल ठिक छ हैन फर्स्ट जब चाहिँ सुपर मार्केटमा अनि हजुरले फर्स्टमा हाम्रो अहिले चाहिँ अब माल्टिज लाइसेन्स चाहिन्छ कि नेपाली लाइसेन्स चाहिन्छ मल्टिज पहिला यहीँको लाइसेन्स चाहिएको भएपछि अनि मात्र मान्छेले ट्याग फेरि अर्को पनि लाइसेन्स चाहिन्छ त्यो ट्याग भन्छ ट्याक्सी चलाउनलाई त्यो चाहिँ अब ट्रान्सपोर्ट माल्टाले अथोराइज गर्छ त्यो युज गरेपछि मात्र ट्याक्सी चलाउन पाइन्छ नर्मल लाइसेन्स निकाल्यो भने चाहिँ त्यही प्राइभेट गाडी मात्र युज गर्न पाइयो प्राइभेट चाहिँ पायो नत्र त हामीले ट्याक्सीहरू चाहिँ चलाउन पायो भनेपछि हाम्रो अब यो मन्थली चाहिँ अब कमाउन त धेरै कमाइन्छ होइन मान्छेले 4 लाख 5 लाख कमाउँछ गाडीमा सेभिङ चाहिँ हाम्रो सेभिङ अब पुरै अकुमेन्टेसनहरू मेन त गोजोमा चाहिँ हाम्रो सस्तो पनि छ अकुमेन्टेसन होइन एकदम 100-200 मा एउटा पर बेडमा सुत्न पाइन्छ त्यही पनि अब सेभिङ चाहिँ हाम्रो कतिसम्म चाहिँ हुन्छ यो भन्नु न यस्तो हो कि अब यहाँ काम गर्ने ट्याक्सी लाइनमा र के अरे हस्पिटालिटी र ट्याक्सी लाइनमा चाहिँ अलिकति टोटली डिफ्रेन्टै हुन्छ होइन उता भनेको पर आवरले काम गर्नु पर्यो ट्याक्सीमा भनेको चाहिँ तिम्रो अब कम्पनीसँग हो होइन आफ्नो गाडी छ भन्दा सबै आफैलाई हुन्छ त्यो गर्न पनि अलिकति गाह्रै छ होइन धेरै यहीँबाट गर्नलाई पनि अब त्यही त भने अलिकति पैसा खुवाउनु पर्छ यताउति गर्न जे गर्न पनि कम्पनीसँग गर्दा सबै 50-50 हो हेर 50 कम्पनी 50लाई जस्तै इक्जाम्पल तिम्रो मैले 1000 युरो मन्थली बनायो भने इक्जाम्पलको लागि 1000 को छ भने त्यसमा 20% बोर्डले एप्लिकेसनले लिएर जान्छ अनि त्यसमा फ्युल कटाउनु पर्यो अनि त्यसपछि ट्याक्स काटेर त्यस हातमा पर्ने भनेको चाहिँ समरमा चाहिँ एकदम राम्रो हुन्छ तिम्रो मार्चदेखि लिएर मार्च अप्रिल मे जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबर अब बाँकी रहेको समर विन्टर भनेको रिल्याक्स गर्ने हो बस्ने हो अनि हजुरको फ्युल चाहिँ आफैले हाल्नु पर्ने कि फ्युल पनि कम्पनीले नै दिने हो तर त्यसमा 50-50 हो भन्छ ओ फ्युलमा नि त्यस्तो खाले हो अनि हजुरको लाइसेन्सको प्रोसेस चाहिँ कति छ त हाम्रो लाइसेन्सको डिपेन्ड हो तिमी अब यदि नेपालबाटै सिकेर आएको छौ तिमी त्यो स्किलमा राम्रो छौ भने तिमीले क्लास जोइन गरेर जति सक्दो कुनै ढिलो हुनसक्छ चाँडो चाहिँ 2-3 महिनामा तिम्रो ट्रायलको डेट आउँछ त्यो गरे पहिला सुरुमा चाहिँ तिमीले थ्योरी दिनु पर्यो थ्योरी दिनलाई अब सक्यो भने चाहिँ सक्यो अब तिम्रो त्यही हो ट्रायल दिनलाई वेट गर्नु म्याक्सिमम 4 5 महिना 6 महिना भनौँ न 6 महिना जस्तोमा चाहिँ हजुरमा अब प्राइभेट कार चलाउनको लागि चाहिँ लाइसेन्स त्यसको लागि अनि फेरि ट्यागको लागि तिमीले क्लास जोइन गर्नु पर्यो फेरि थ्योरी नै दिनु पर्यो अहिले पनि नयाँ पहिला थिएन अहिले चाहिँ रुल्स चेन्ज भयो पहिला 50 युरो जति लाग्थ्यो अहिले भने 350 लाग्छ गाडी 300 समथिङ भनेपछि हजुरलाई पार्ट अरूको फुल टाइम जब भन्दा यो चाहिँ बेटर मलाई यो बेटर लाग्छ यो म भनेको आफै मालिक हो जतिखेर मन लाग्यो त्यतिखेर उठ्ने जतिखेर मन लाग्यो त्यतिखेर जाने कसैले केही भन्न पाउँदैन आफ्नो हिसाबले हिँड्ने कसैको अन्डरमा काम गर्नु परेन विदेशमा आउँदाखेरि अब जति घन्टा गर्नु पाए त्यति पायो होइन म प्रिपेयर त यसमा पनि छु अलिकति हेल्थलाई पनि दिनुपर्छ किनभने गाडीमा बस्दा पेट लागिसक्यो त्यो त है अब टाइम ज्यानलाई पनि दिनुपर्छ अब त्यस्तै हो कहिले काहीँ मन लाग्छ अर्कै काम गरौँ जस्तो मलाई पनि चेन्ज गर्न मन लागिरहेको थियो त्यही भएर अब हजुरहरूलाई चाहिँ मैले चाहिँ अनि फेसबुकहरूमा यताउताबाट चाहिँ सोधौँ न त अब अरूले त 4 लाख 5 लाख कमाइ हुन्छ हुन त इभन म पनि माल्टा आउँदाखेरि 4 लाख कमाइ 4 लाख 5 लाख भन्दा नि यस्तो भाइ खट्यो भने तिम्रो 3 लाख 4 लाख त मजाले हुन्छ अब रेन्टहरू पनि डिपेन्ड पर्छ कुन ठाउँमा बसेछौ भन्ने अब कसैको अहिले त तिमीलाई थाहा छ माल्टा मात्र होइन गोजोमा पनि अब रेन्टहरू हाई नै भइसक्यो म आफै 250 युरो तिरेर बस्छु अहिले होइन अब हाई नै छ अहिले त रेन्टहरू म पनि 220 तिर्छु मेन सोकियामा बसे भएर म चाहिँ तर आल्सिलमतिर मासलफोनियातिर त सस्तो छ भन्छ छैन उयो अहिले सेम जता पनि अहिले सबै बढिसक्यो भाइ कहीँ पनि छैन त्यसो अहिले आउँदा चाहिँ अब पाउला थोत्रो मोत्रो घरहरूमा थोत्रो मोत्रो भन्नाले मतलब जस पुरानो डिजाइनको घरहरू अहिले सबै बनाइसक्यो नि त मोडिफाई गरिसक्यो सबै त्यो त म आउँदा चाहिँ अब मलाई नि एजेन्सी म चाहिँ अब मैले चाहिँ हरेक भिडियोमा चाहिँ एजेन्सी भनेर चाहिँ एजेन्सीबाट आउँदा चाहिँ मैले चाहिँ पुग्ने नपाउने दुःख पाएको 4 महिना काम पाएन है त्यसपछि म अब अरूहरूतिर यताउता गरेर बल्ल बल्ल अहिले म गोजो आएपछि मेरो बेटर लाइफ भएर त्यसपछि अब मलाई चाहिँ ड्राइभिङतिर चाहिँ लागिरहेको छ म नेपालबाट पनि सिकाउँला भने हेर्दै पैसा सिक होइन यहीँबाट सिक्दा हुन्छ तिमीले ट्राई गर्ने जाने हो ट्राई गर एउटा क्लास राम्रो स्कुल पक्रेर होइन ड्राइभिङ जोइन गरेर गर न त्यही भएर मलाई चाहिँ अब यसमा थोरै चासो त लाग्यो तर पनि अब सोधिहालौँ न त अब यसो नसोधिकन फेरि वाट त अरूले कमाएको छ भनेर पहिला आफू नेपालबाट आए जस्तै हुन्छ कि भनेर पनि अब मैले चाहिँ हजुरहरूलाई म्यासेज गरिरहेँ तर हजुरले एकदम मलाई टाइम दिनुभयो होइन त्यसको लागि थ्याङ्क यू होइन त्यसपछि ल मोस्टली होइन नेपालबाट आउँदाखेरि चाहिँ होइन हजुरले चाहिँ ड्राइभिङहरू सिकेर आयो भने चाहिँ ड्राइभिङ पनि एउटा राम्रो हुँदो रहेछ मैले बेकरीको बारेमा पनि भनिरहेको थिएँ होइन एकदम धेरै काम चाहियो भने चाहिँ बेकरीमा पनि
नट यहाँनिर यस्तो हो तिम्रो नेपालबाटै आउँछ भने मेन कुरा भनेको आफूमा कन्फिडेन्स छ भने जेमा आए पनि हुन्छ अहिले सुरुमा छिर्नको लागि होइन त्यसपछि यहाँ आएर आफूले रोज्ने हो के भयो म कता जाउँ र के गरौँ आफूमा जे स्किल छ त्यो स्किलको काम मजाले पाइन्छ त्यो मेन चाहिँ अब युरोपभरिमा मोस्टली चल्ने भने चाहिँ इङ्ग्लिसै यहाँ हो नि त इङ्ग्लिस हो यो भनेको तिम्रो माल्टामा चल्ने भनेको इङ्ग्लिसै हो तर यहाँको अब टुरिस्टहरूसँग मात्र हो इङ्ग्लिस यहाँको लोकलहरूसँग त त्यही हो कुकुर भुके जस्तो हो यिनीहरूले भुक्दै गर्छन् बोल्न चाहिँ यिनीहरूले के अरे बोल्दैनन् कि हामीसँग इङ्ग्लिस बोल्न खोज्दैन रुचाउँदैन पनि त्यही हो यिनीहरूलाई यहाँको मान्छेहरूलाई चाहिँ ल हतपति हामीलाई थर्ड कन्ट्रीहरूलाई चाहिँ प्रायः जस्तो मनै पराउँदैनन् यिनीहरूले हामीलाई सोध्छन् कि यो यिनीहरूले खानै नपाएको पारा आएको जस्तो तर सबैभन्दा त म के भन्छु यिनीहरू चाहिँ खानै नपाएको जस्तो चाहिँ व्यवहार गर्छन् कि हजुर हजुर त्यो हामी फर्स्टमा आउँदा त अब यस्तो हेर्नु न मेन अब पनि छ त्यस्तो म पनि आउँदाखेरि चाहिँ कन्फिडेन्ट नभएर नि होइन कन्फिडेन्ट हुनेहरूलाई चाहिँ आफूमा कन्फिडेन्स हुनु पर्यो होइन तिमी आफूमा कन्फिडेन्स छ भने अरू जसोले त्यसो तिमीले गरेर खाने हो होइन त्यो तिम्रो मेहनतले तिमीले खाने तिमीलाई अरूले कसैले गर्ने होइन के गर्ने होइन कसैले आएर तिमीलाई रियरली मान्छेहरू भेटिन्छ जो हेल्प गर्न खोज्छ तिमीलाई सही बाटो देखाउन सक्छ नभए सबैले गलत बाटो मात्र लिएर जान्छ त्यो त हुँदा म पनि अब ड्राइभिङतिर चाहिँ सिकाउँछु भनेर सोचिरहेको थिएँ ड्राइभिङ सिक्दै गर्ने तिम्रो जे काम छ त्यो नछोड्ने कुनै मान्छेहरूले कसैले भन्ला मेरो कम्पनीमा आइज सबै बुझेर जाने यताउति गर्ने धेरै मान्छेहरू इलिगल हुन्छ यहाँ होइन इलिगल भएर पनि काम गरिरहेको छ त्यो तिम्रो विचार हो अब त्यही भएर म पनि अब स्वाट गइहाल्नु भन्दा यहाँ त अब कारकै एकदम डर त कारको छ होइन त्यसपछि स्वाट गइहाल्नु भन्दा चाहिँ एकताली चाहिँ कोहीसँग चाहिँ अब सोधिहालौँ न त आफूभन्दा अलिकति धेरै गइरहेको मान्छेहरूसँग होइन उहाँहरूसँग चाहिँ सोधिरह्यो भने चाहिँ अलिकति कन्फिडेन्ट आउँछ कि भनेर पनि मैले सोधिरहेको इभन मेरो बेकरीमा चाहिँ एकदम राम्रो छ होइन अब ओनर एकदम राम्रो छ त्यही पनि अब मलाई पनि फ्रिडम बाहिर यसो भिडियो हुन्छ अब काम धेरै गर्छ तिमीलाई त्यहाँनिर तिमी खुसी छौ भने काम गर्दा हुन्छ दुःख त जहाँ पनि हुन्छ काम गर्नलाई होइन काम त गर्ने हो जहाँ पनि दुःख हुन्छ अब म पनि अब यो ठाउँमा आउनलाई मैले पनि दुःख गरेर यहीँसम्म आएँ मलाई अब मैले रोजेकै चिज हो म अब यसमा छोडेर जान्छु भने होइन कहिले काहीँ कमाइ तल माथि हुन सक्छ होला केही भएन तर एटलिस्ट भनौँ न कसैको अन्डरमा काम गर्नु परेन आफ्नो जे छ त्यसैमा खुसी छु भनेर आफ्नो हिसाबले उठ्न पायो आफ्नो हिसाबले छुट्टी लिन पायो ऊ गर्यो कसैले म निकालिदिन्छु वार्निङ लेटर छैन केही छैन टर्मिनेट टाइममा मेन हामीलाई चाहिँ कस्तो डर हुन्छ नि अब जस्तै कि अब हामी कार्डबाट गइरहेको छ नि त यहाँ त अब कम्पनी कार्ड हो टिआरसी पनि होइन अरू कन्ट्री जस्तो अब उसले सरकारले दिने टिआरसी नि होइन त्यही भएर हामीलाई चाहिँ एउटा डर चाहिँ के हुन्छ नि कुनै बेला काम बिग्रिहाल्यो भने टर्मिनेसन हालिदिन्छु भन्छ कि भन्ने दिन्छ नि किनभने यिनीहरूले सोध्छ कि हतपति यो मान्छेहरूले कामै पाउँदैन काहीँ पनि कसैले लाग्दैन टाइम लाग्छ भने 10 दिनको टाइम भनेर भन्छ सायद अहिले रुल्स पनि चेन्ज भइसक्यो टर्मिनेट दिएपछि नि 60 दिनको भन्ने जस्तो कुरा सुनेको छु मैले त्यो कतिको ट्रु हो त्यो चाहिँ थाहा भएन मलाई तर जस त्यो छ भन्दैमा कम्पनीलाई अब लाज पनि हान्न मिलेन आफूले गरिखाने भाँडो हो हैन त्यही त त्यो एउटा डर पनि भयो भएर अनि म चाहिँ अब यसो बेटर भन्दा नि अलिकति कहिले खाल्टा परे नि थाहा हुँदैन हैन आफूले अब स्वाट हिँड्न पाएन वाट हिँड्नु हुँदैन त्यही हो कसैको लैलेमा लागेर नहिँड्नु आफूले पहिला सुरुमा आफू चाहिँ सिक्योर हुनु कि यो जबमा चाहिँ मलाई ठिक छ है भनेर डकुमेन्टहरु कहिले पनि कम्पनीलाई उ नगर्नु पहिला सुरुमा जहिले जति जहाँ अप्लाई गर्छु जे गर्छु काम पायो भने विदाउट टर्मिनेटै अप्लाई गर है जहाँ पनि गर्दाखेरि कुनै कम्पनीले भन्दा टर्मिनेट लिएर आइज भन्दा भरे तिम्रो त्यहाँ नहोला के होला कम्पनीलाई कुनै ठाउँमा जाँदैछ अर्को कम्पनी चेन्ज भएछ पुरानो कम्पनीले थाहा नहोस् त्यही भएर मैले चाहिँ अलिकति ठुलो मान्छेसँग चाहिँ सोधा अब मेरो बुवाले पनि भन्थ्यो आगो ताप्ने मुडाको कुरा सुन्नु बुढाको भन्थ्यो त्यही भएर अलिकति ठुलोसँग कुरो सुन्नु भनेर हो म पनि आफूले रियलाइज गरेको चिजहरू हो जुन चाहिँ मैले भोगेको त के भन्नु भोग्दै आएको पनि हो हामी धेरै हैन हजुर यो फिल्डमा लाग्नु भयो 3 वर्ष भइसक्यो भर्खर मान्छेहरुलाई अनि तिमीलाई अब ट्याक्सीकै रहर छ भने पनि पहिला कन्फिडेन्स हुनु पर्यो किनभने अब यहाँ त तिमीलाई थाहै छ हामी कन्फिडेन्स भएर चलाउँछौ तर अरूलाई आएर हान्दिन्छ भनेर तर जेसुकै गर गल्ती हामीलाई नि देख्छ किनभने हामी भनेको अब ट्याक्सी ड्राइभर हो हैन त्यो भयो भने कन्ट्रीबाट नि हो थर्ड कन्ट्री पनि हो यिनीहरूले हेप्नु पनि धेरै हेप्छन् हेर त्यही भएर अलमद्दो गो ब्याक टु यर कन्ट्री नै हो यिनीहरू त्यो त हो केही छैन साथीहरु हजुरहरु चाहिँ हैन अब माल्टा अप्लाई गर्नु छ भने चाहिँ अरू पोस्टमा गरेर हैन ड्राइभिङमा चाहिँ मिल्दैन रहेछ हैन अहिले नेपालबाट गर्न त मिल्दैन हैन ड्राइभिङमा तिमीले अप्लाई गरे नै भन्ला तर नगर्दै बेस्ट हुन्छ किनभने यहाँ आएर त्यतिकै फोकटै बस्नुपर्छ धेरै नै जबसम्म लाइसेन्स बन्दैन तबसम्म काम गर्न पाइन्न बेटर बरु हस्पिटालिटी हुन्छ या त नर्मल केही चिज हुन्छ त्यतातिर आएर चाहिँ हजुर अब यहाँ चेन्ज गर्न यहाँ काम त्यही कम्पनीमा काम गर्दै गर्ने लाइसेन्स बनाउने पछि चेन्ज गर्न मिल्यो त्यसरी चाहिँ गर्दाखेरि बेस्ट हुन्छ त्यही भएर हजुरहरु आउँदा चाहिँ चट्टक एजेन्सीबाट आए तापनि यहाँ आएर चाहिँ चेन्ज गर्न मिल्ने रहेछ आजको लागि चाहिँ यति नै हैन मेरो चाहिँ अब
छोटो छोटो भ्लग आउँदै गर्छ कमेन्टमा लेख्नु होइन अब के कस्तोको बारेमा बनाउनेहरू अब त्यही अनुसार म पनि खोज्दै होइन मसँग टाइम त हुँदैन त्यही पनि आज बिदा भएर मिलाइरह होइन मेरो नि अब 6 दिन काम हुन्छ त्यही भएर आज चाहिँ दाइले टक्क टाइम पनि दिनुभयो अपोइन्टमेन्ट अनि मैले पनि टाइम मिलाएर भएर आजको लागि चाहिँ यति नै हरे कृष्ण एन्ड दर्शन सबैलाई होइन अनि कमेन्ट र लाइक एन्ड सेयर चाहिँ गर्न नबिर्सिस् है।